तन्त्रशास्त्र नाम सुन्नासाथ धेरैलाई रहस्य र डरको अनुभूति हुन्छ, तर वास्तविकता बिल्कुल फरक छ। तन्त्र कुनै अन्धविश्वास होइन, यो हजारौं वर्ष पुरानो गहिरो आध्यात्मिक विज्ञान हो जसले मानवको भित्री शक्ति, चेतना र ऊर्जा प्रणालीलाई जागृत गर्ने काम गर्छ। हाम्रो जीवनमा देखिने डर, तनाव, असन्तुलन र भ्रमलाई हटाएर तन्त्रले मन, शरीर र आत्मालाई एउटै लयमा जोड्छ। मन्त्र, ध्यान र साधनाको माध्यमबाट सुप्त ऊर्जा सक्रिय भई आत्मविश्वास, सकारात्मकता र आन्तरिक शान्ति बढ्छ। जब व्यक्ति आफ्नो वास्तविक शक्ति चिन्छ, तब जीवनमा नयाँ दिशा, सफलता र समृद्धिको ढोका खुल्न थाल्छ। आजको तीव्र अनि चुनौतीपूर्ण समयमा तन्त्रशास्त्र केवल आध्यात्मिक अभ्यास मात्र होइन, यो एक शक्तिशाली जीवन परिवर्तन गर्ने उपाय हो जसले तपाईलाई भित्रैबाट बलियो बनाउँछ, सोचलाई उज्यालो बनाउँछ र जीवनलाई सफलताको नयाँ उचाइमा पुर्याउँछ। तन्त्रविद्या कुनै साधारण कुरा होइन, यो एक प्राचीन शक्ति हो जसले मन, शरीर र आत्मालाई जोड्छ।